हेलो एभ्रिवान छेजल्लो 7 डे नमस्कार है सबैजनालाई। आज हामी चाहिँ पेसोक गार्लोङ हौसी खेल्न जाँदैछौँ होइन। को जानु हुँदैछ है, को जानु भएको छ हौसी खेल्नु, यसो कमेन्ट्समा लेख्नु होला है को गयो भनेर। हामी चाहिँ अब जाँदैछ, मजा आउँदैछ। हामी चाहिँ गार्लोङ गएको होइन, पेसोक गएको गाडीमा स्कुटीमा चाहिँ अलिकति प्रब्लम भएकोले गर्दा चाहिँ वेस्टेर भएकोले गर्दा चाहिँ यहाँ रम्बीमा होइन बनाउनु बसेको। खै हिँड्ने बेलामै के हुन्छ हुन्छ रम्बी यहाँनिर बनाइदिँदैछ भाइले। अहिले फिलहाल चाहिँ पेसोक आइपुग्यौँ होइन। तल त एकदमै ज्यादा धुलो यति बिना ज्यादा उयो भएकोले चाहिँ मैले तल रोकिनँ होइन। अन्त सिधै सिधै यहाँनिर आएँ हो। अलिक चिसो पनि रहेछ यहाँनिर, मजाको भ्यू हेर्नुहोस् न। अहिले फिलहाल चाहिँ हामी यहाँ आयौँ होइन, तर यति साह्रो जाम छ कि यस्तो जाम छ यहाँनिर, हेभी जाम छ। आज चाहिँ कोकोसको धेरै दिन चल्ने क्लसपेटहरू गार्लङ हौसी खेल्नु जाँदाखेरि चाहिँ अब हेभी ज्यादा जाम भएकोले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ दुई टर्निङ तलै हामीले स्कुटी बाइकहरू राख्यौँ होइन, साथीहरू पनि थियो। अन्त हामीले चाहिँ त्यहाँबाट सर्टकट हामी लाग्यौँ। हामीलाई त थाहै पनि थिएन कि अब त्यहाँबाट सर्टकट छ भनेर होइन। अन्त हामीले सोध्यौँ कि अब यहाँबाट कति टाढो छ के कसो छ भनेर हामी सोद्धाखेरि चाहिँ यहाँबाट सर्टकट छ, तपाईँहरू जानु सक्नुहुन्छ भन्यो। अन्त हामी चाहिँ सर्टकटतर्फ लाग्यौँ होइन। तर अनि जाँदा रात पर्यो हो। अन्त फोनको फ्ल्यास बालेर हामी गयौँ, तर हिँड्नु पनि हामी धेरै नै पर्यो। अब धेरै तल हामीले राखेछौँ स्कुटी चाहिँ हामीले धेरै तल राखेछौँ। अन्त माथि चाहिँ अब उकालो, त्यो पनि जङ्गलको बाटो हिँडाइ भयो। अन्त माथि बाटो निक्लेर पनि तेर्सो चाहिँ निकै नै हिँड्नु पर्दो रहेछ। अन्त फेरि भएन, बाटोतिर पनि पुरा गाडीहरू पुरा राखेको थियो। त्यो भएर चाहिँ हामी हिँडेर गयौँ। अनि यो चाहिँ त्यहाँबाट देख्ने कालिम्पोङ देख्दो रहेछ है। कालिम्पोङ झिलिलिलिलिलिलि बलिरहेको देख्दो रहेछ, कति राम्रो देख्छ। फाइनली अहिले चाहिँ हामी यहाँ स्टेडियममा अगाडि आइपुग्यौँ होइन। यहाँ चाहिँ अब यति साह्रो भिड छ कि यति साह्रो भिड छ, यस्तो छ कि अब म चाहिँ अब टिकट किन्नु जाँदैछु होइन। सिट टिकट 1000 रुपियाँ गरेर रहेछ हौसी टिकट, 2जनाको 2000 गरेर। म अनि मेरो भाइको लागि हजुर हुन्छ, थ्याङ्क यू। लु अब चाहिँ मैले हौसी टिकट लिएँ होइन। भाग्य चाहिँ कतिको छ त्यो चाहिँ अब खेलपछि नै थाहा होला। न तिमीलाई 4 लाख हो, मलाई 4 लाख। 4 लाख 2 लाख हो खासमा चाहिँ। यो 2 लाख हो, यो 2 लाख हो। हामी दुईजनालाई खासै 4 लाख है पर्छ पर्दैन केही थाहा छैन, तर पनि भाग्य अजमाउनुपर्छ कोही कोही बेला हो त। दादाहरू पनि खरसाङबाट आउनु भएको रहेछ, हामी मङ्पूबाट। हामी त यहीँ हो, दादाहरू चाहिँ खरसाङबाट यहाँ त हामीले चाहिँ बसेर हेर्नु पनि पाएनौँ होइन, यति ज्यादा भिड थियो। त्यही भएर चाहिँ हामी यहाँनिर
चियापत्ती घारीमा आएर हेरिरहेछु कोही मान्छे यहाँनिर रुखमा चढेर पनि हेरिरहेछ हो यस्तो ज्यादा भिड छ कि उताबाट भिड छ उतातिर पनि पुरै छ गोल बब भएन केही थाहा छैन हो यति साह्रो भिड छ अहिले भने चाहिँ हामी गार्डन स्टेडियममा छौँ होइन भर्खरै फुटबल म्याच सक्यो अन्त अब को केही घन्टा बाद होला हौ अब हौसी त त्यति छिटो त सुरु त हुँदैन र अब हौसी नै खेल्न आएको अब पर्खेर भए पनि हौसी चाहिँ खेल्नैपर्छ हामी होइन त हौसी खेल्न आएको हजार हजार रुपियाँको टिकट किनेको छौँ हामीले दुईवटा होइन 2 लाख पऱ्यो भने पनि कता कता हो परेन भने पनि सन्दोकै गर्नुपर्छ है हो कि होइन परेन भने अरू बेला त मेहनतै गर्नुपर्छ होइन अब दुईवटा हातमा नै डिपेन्ड गर्नुपर्छ है आफ्नो परिश्रममै डिपेन्ड गर्नुपर्छ तर अब कहिलेकाहीँ चाहिँ आफ्नो यस्तो भाग्यलाई पनि अजमाउनुपर्छ है जहाँ लेखेको छ त्यहाँनिर त कोही बेला दिइहाल्यो भने त मालामाल हुने हो अन्त अहिले फिलहाल गार्डनको स्टेडियममा चाहिँ यतिको भिडभाड छ यतिको मान्छे छैन अघिको भन्दाखेरि चाहिँ तर अहिले भिड धेरै कम्ती भएको जस्तो लाग्यो होइन तर पनि लगभग यति मान्छे चाहिँ छ अघिको त झन् यस्तो ज्यादा थियो कि अब खुट्टाले जग्गा पनि थिएन म त यहाँ आउनु पाएको पनि थिएन होइन तर पनि यति मान्छे छ है हेर्नुहोस् त यतिको चाहिँ छ यहाँनिर मान्छे सबै जग्गा लागेको छ हामीले चाहिँ मार्नु सकेनौ कहिले पनि परेनौ गाठी म्याच है त्यही हो तिमीले कति लाख पारे 2 लाख हौसी मारेर बस्ने हौसी मार्नेहरू चाहिँ नि यहाँ मजाले बसिरहेछन् भाग्यमानीहरू यी भाग्यमानीहरू यहाँनिर बसेको छ नपर्नेहरू चाहिँ यहाँ बसेको छौँ के गरेर अघि भिड भएको बेलामा चाहिँ त्यस्तो मजाले हेर्नु पाएन होइन अब अहिले चाहिँ फिलहाल हामी हिँड्दैछौँ गार्डनको स्टेडियममा आजदेखि चाहिँ गार्डनको मनोरञ्जन पनि सक्यो अन्त यसरी गार्लङमा चाहिँ हामीले हौसी पनि खेल्यौँ होइन फुटबल पनि हेऱ्यौँ अन्त बेलुका चाहिँ अब फर्किनु भन्दाखेरि चाहिँ एकदमै जाम थियो होइन त्यही भएर हामी एकछिन पर्ख्यौँ स्टेडियममै हामी बस्यौँ तर पनि अब लगभग तपाईँको 8:30तिर सकेको थियो भने अब पर्खिँदा पनि हामी 10:30तिर उयो के भन्छ हामी त्यहाँबाट हेऱ्यौँ त्यहाँबाट पनि अब बाइकमा त निक्लिने त पोसिबलै थिएन अन्त हामी चाहिँ पैदल निक्ल्यौँ अन्त निक्लिनु पनि अब हिँडेर निक्लिँदाखेरि पनि अब एकदमै साह्रो क्या त अब यति साह्रो अप्ठ्यारो थियो कि त्यहाँनिर अब गाडी त्यतिकै बाइक त्यतिकै अब भित्ता डिल हुँदै हामी घरतर्फ लाग्यौँ।